हेलो एन्ड गुड मर्निङ एभ्री वान। आज चाहिँ हाम्रो त्रिपुरामा डे 3 अनि हामी चाहिँ आज सर्वेमा जान आँटेको छ। कुन चाहिँ गाउँ एलबाट आउने म भरे भन्छु। अन्तखेरि चाहिँ हामी सबैजना रेडी भएर यहाँ निस्किसकेको छ। सर चाहिँ आउनु हुँदैछ अनि हामी सरलाई वेट गरेको। गएको हामी चाहिँ लेम्बुचेरा भन्ने भिलेजमा जाँदैछ। अगरतलाको हाम्रो बस आइपुग्यो। अब चाहिँ भिलेज जानुपर्छ होला। हामी चाहिँ लिम्बुचेराको ग्राम पञ्चायतमा आइपुग्यो। यो चाहिँ हाम्रो भिलेज हो आजको लागि सर्वे गर्ने। अनि सरहरू भित्र जानुभएको छ। चाहिँ पञ्चायतमा सकेर यहाँ एड्रेस सोध्दैछ कता हो गाउँहरू भनेर। अनि आफ्नो आफ्नोपट्टि जाने। त्यहाँदेखि चाहिँ सर्वे गर्नको क्वेसनर पेन्सिल अनि दैलो दैलो। अब यता पनि छ जस्तो लाग्यो बाटो त। काकी भन न, यहाँबाट काकी भन्दै थियो सर नान्सरले। यहाँ त बाटो अबि नजाउँ डर पो लाग्यो। सर्वे गर्न आएको। अन्त यहाँ चाहिँ यस्तो बनाउनु हुँदो रहेछ। यहाँ आन्टी हुनुहुन्छ, यहाँ सबैजना चाहिँ एउटा गऱ्यो होइन। राम्रो रहेछ त्यहाँको आन्टीहरू त राम्रो बोल्नुभयो अङ्कलहरू। अब अर्को ठाउँ जाँदैछ खोज्नु। चाहिँ हामीले दुईवटा गऱ्यो उस्तै। र मैले हामी चाहिँ ग्रुप नछुट्टिने भनेको अरे चाहिँ ग्रुप नछुट्टिने भनेको तर छुट्टिहाल्दो रहेछ। यहाँ आएपछि त कहाँ पुगे ग्रुपहरू छैन। यहाँ गऱ्यो अब बाटो चिन्दैन। अन्त हामी चाहिँ गएको गऱ्यो होला। अन्त हामी चाहिँ अब सोध्ने हामी हजुर सोध्ने। यहाँ कुकुर पनि छ, डर लाग्छ। यहाँ त्रिपुरामा सर्वे गर्दै आएको थियो। अनि यहाँ बोजू चाहिँ नेपाली हुनुहुँदो रहेछ। नेपाली बोल्नु नमस्ते भनिदिनुहोस् न। नमस्ते भनिदिनुहोस् न। नेपाली हुनुहुँदो रहेछ, बुझ्नु हुँदो रहेछ नेपाली। अनि आन्टी पनि राम्रो हुनुहुँदो रहेछ। र हामीलाई चाहिँ यहाँ बहिनीले चिया बनाएर ल्याइदिएछ। नेपाली चाहिँ बुझ्दैन रहेछ, बहिनीले चाहिँ अलिअलि जान्दो रहेछ। अन्त हामीलाई ल्याइदिएछ। थ्याङ्क यू बहिनीलाई। थ्याङ्क यू। उसको नाम पनि प्रिया अरे। हाई बोल्दैन इधर। नमस्ते। बस्नुहोस् ल हुन न। राम्रो हुन्छ ए हुन्छ 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 बाई 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 हुन्छ आन्टी बाई। आपको भी थैंक यू सो मच। हुन्छ जी जी। मेरोबाट अघि आएर थाकेर एकदम थाकेर बसिरहेको छ। पानी खाँदै सबजना थाकेर बसिरहेको छ। सबैजना भेट भएको अहिले चाहिँ यहाँ मेन यो मेन रोडमा आएर थाक्यो। अन्त सबै साथीहरूलाई पर्खेको। साथीहरू आएपछि चाहिँ त्यहाँदेखि हामी लन्च गर्नु जान्छौँ। हामी चाहिँ यहाँ रेस्टुरेन्टमा खानु आएको। नेपाली रेस्टुरेन्टमा आइरहेको छ। चिकन सुप, हाम्रो फ्राइड राइस आउँदैछ। अनि सुप खाँदै गरेको अहिले चाहिँ सबैजनाले। वाउ लन्च टाइम। हामी आइपुग्यो फाइनली होस्टेल। यस्तो थाकेर यस्तो बत्तीमा अघि कस्तो भएर गएको थियो, अहिले कस्तो भएर आइपुग्यो। हाम्रो चाहिँ आज डिनर लेट भयो। 8 बजेको ठाउँमा चाहिँ 9:30-10 बजी मात्रै हुन्छ अरे। त्यही भनेर चाहिँ हाम्रो चाहिँ यस्तो खोलिनु थाल्यो। अब चाहिँ भोक लागेर सबैजनाको। स्टिकी राइस अरे यहाँको ट्रेडिसनल ट्राइबल पिपलहरूको। यो चाहिँ अघि सर्वेमा जाँदाखेरि हाम्रो फ्रेन्डलाई दिएको अरे। सो हामी टेस्ट गर्दैछ कस्तो छ भनेर। स्टिकी नै रहेछ। सुँगाइ हुँदैछ खानुभन्दा पहिला चाहिँ। कसो रहेछ? कसो रहेछ? भुटीमाम जुन चाहिँ च्याप्यो काँचो तेल हुन्छ नि खै आउँदैन त्यही त ओसेको बफन कस्तो डरलाग्दो खाना हो यो त थाइल्यान्डको जस्तै। कस्तो रहेछ? औ तर यो चाहिँ दुईटा तीनटा छ थाइल्यान्डको ए बदाम खा जस्तो चीज अबि अलिकति चाख्नु न्यापहरुले कस्तो भन्छ जो त मिठो रहेछ मिठो मामहरु ट्रेडिसनल अझै बिमार छ अहिले के त्यो लाग्यो। मिठो तर तेल बनायो है। तर यति मिठै हो। आन्टीले यस्तो कोटायो। गुड नाइट।